के हो यो के हो यो हेलो फ्यामिली नमस्ते वेलकम ब्याक टु माई च्यानल इट्स मी कालु ऱ्यापर अहिले सबजना सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ भन्ने आशाका साथ आजको भ्लग स्टार्ट गरिरहेको छु पासाङ दोस्त चाहिँ भएको यार हेर्नु न भ्लग बनाउँछु भनेर चाहिँ थाहा पाएपछि उ त भागिहाल्छ अनि जस्ट अहिले चाहिँ हाम्रो क्लास सकिएको छ होइन अनि अहिले चाहिँ 87 डिपार्टमेन्ट जान लागेको हामी चाहिँ हिजो बर्थडे थियो मेरो अनि गेम पनि थियो क्या त्यही भएर चाहिँ केही हुन्छ नि मैले केही कुरा चाहिँ किन्न ओर्न पाइनँ क्या कसैलाई केही दिन पनि पाइनँ अनि चक्लेटहरू चाहिँ आज किनौँ अनि गाउँघरमा चाहिँ बाँडिदिउँ ढिलो होस् चाहे छिटो होस् बाँड्न चाहिँ बाँडिदिउँ भनेर चाहिँ अहिले जाँदैछौँ मेरो बसन्ती पनि एकदम भोकाउनु भएको छ अनि उहाँको लागि पनि के अरे पेय पदार्थको व्यवस्था गर्नुपर्ने छ पेट्रोल पम्प गएर चाहिँ अनि ऊ हेर्नु न पासाङ दोस्त नजाउँ भन्दै थियो उसले त अनि उसलाई बल्ल बल्ल फकाएर चाहिँ ल जाउँ न त भनेर मनाएको छु मैले पहिले चाहिँ ल बसन्तीको पेट्रोल आएछ यार अस्तिदेखि पेट्रोल नहाल्न नपाएर बिजोक पेट्रोल पाउन पनि गाह्रो होइन आज चाहिँ अब देख्छु के होस् किनिदिने हो राखिदिनु आइसकेँ मैले चाहिँ बाटोमै भयो भन्नाले पनि अब यता बाटै हो यहीँ साइड लगाएर राखिदिनु पर्यो जाने हो यहाँ 87 डिपार्टमेन्ट पूर्व स्ट्यान्ड चाहिँ ठ्याक्क अगाडि छ ल अब हामी चल्दिनु पर्ने हुन्छ हौ दोस्तले चाहिँ उहाँ बाइक राख्यो ल अहिले चाहिँ हामी पेट्रोल हाल्न आएछु 87 डिपार्टमेन्ट यहीँदेखि देखिन्छ ट्याक्क कस्तो फेरि त्यहाँनिर चोखोपन नपाएको अनि डेरी मिल्कहरू किनेर यताउति गरेर चाहिँ पठाइदिइसकेको छु मैले अब पेट्रोल हाल्ने हो मेरो बसन्तीमा पैसा पुकाएर राखेँ मैले 500को हालिदिनु न पेट्रोल अस्तिदेखि नपाएर तनाव यार दुर्गापुरसम्म पुग्यो पेट्रोल हाल्नको लागि तर पाइएको थिएन आज चाहिँ जे होस् फाइनली खुसी लाग्छ अस्तिदेखि पुरै तनावमा थियो क्या मेरो बसन्तीमा यार पेय पदार्थ नभएर चाहिँ आज चाहिँ एकदम खुसी लागिरहेछ अब यार तनाव मुक्त भयो क्या म तनाव मुक्त अब यहाँदेखि अब पसलमै गएर अब डिपार्टमेन्ट चाहिँ छिर्दिनँ अब पसलमै गएर चोखोपन किन्छु अनि चाहिँ घरतिर चल्दिन्छु लु अब चाहिँ अहिले हामी पासाङ दोस्त र म चाहिँ अंकल कताबाट जानुहुन्छ दिदीकोमा जाँदैछौँ खाजा खानको लागि गर्मी लागेको त यार बिहान के भएको मलाई यस्तो मौसम छ होइन घामै नभए पनि फेरि कस्तो उयो छ क्या हुप्प त्यो पानी पर्ला जस्तो आफ्टर लङ टाइम दिदीकोमा होइन ल दिदी नै हुन्न कि अब यार दिदी हुनुहुन्न दिदी कहाँ जानुभयो अरे सन्चै हुनुहुन्छ चिन्नुभयो मलाई ए माथि ए हिजो को आएको थियो ऊ ए विशाल आएको थियो ठिकै छ ल अहिले चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ म चाहिँ भन्नाले पनि म र पासाङ दोस्त चाहिँ खाजा खाएर पनि ऊ गइसक्यो ऊ अब यता मलाई चोखोपन किन्नुपर्ने छ उहाँ के अरे डिपार्टमेन्टमा किन्ने भन्दै थिएँ 87मा पाएन अर्कोमा जान्छु भन्दै थिएँ फेरि साथीभाइ हुँदाखेरि एउटा गर्छु भनेपछि अर्को गरिन्छ क्या काम भनेको काम चाहिँ गरिँदैन अनि त्यही भएर अब यहाँ अगाडि टप्पु चोकमा गएर चाहिँ मैले चोखोपन चाहिँ किन्ने यहीँनिर हो अब प्याकेटै ठ्याक्क फेरि कलाइदिइराखेको घरबाट फोन आयो यार फेरि हेलो
हजुर म यहाँ उयो चक्लेट किन्दैछु आइहालेँ यहीँ छु खाजा खाएर हजुर ल ल ल अब यहाँ चोखोपन किन्नु दाइ चोखोपन छ एउटा प्याकेट दिनु न आज फेरि तपाईँहरूलाई चाहिँ म ट्याक्क के भयो क्लास आएर चाहिँ अनएक्सपेक्टेड साथीहरूले सरप्राइज होइन त्यस्तै दिइरहेको छ क्या मलाई चाहिँ अनि मै आज सक थिएँ एकदम 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 खुसी छु केटा हो लट्स अफ लभ अनि जे तिमीहरू जस्तो साथी पाएकोमा चाहिँ एकदम प्राउड फिल गर्छु म अनि त्यही हो अब बाँकी कुरा चाहिँ म हजुरहरूलाई घर पुगेपछि देखाउँछु है ल अहिले चाहिँ देख्न सक्नुहुन्छ म घर पनि आइसकेको छु अनि यो चाहिँ मेरो गिफ्ट होइन यही चाहिँ अनबक्सिङ गर्नुपर्ने हो आज मैले ट्याक्कसँगले व्यवस्था सबै व्यवस्था अनि सबैभन्दा सुरुमा चाहिँ साथीले दिएको भेस्ट रहेछ यार यो चाहिँ वा अलि म ट्यापे खालको छु नि त होइन कपालहरू पनि त्यस्तै गुन्डा जस्तै पार्ने लुगाहरू पनि भ्याङ्लो लाउने अनि यो चाहिँ विशाल दोस्तले दिएको गिफ्ट हो होइन अनि उनीहरूले चाहिँ मेरै टाइपको लुगाहरू किनिदिन्छन् क्या जे खुसी छु अनि थ्याङ्क यू विशाल यार तिम्रै ट्याक्क मलाई चाहिँ थाहा थिएन यो रहेछ भनेर तिम्रै गिफ्ट सुरुमा निकालेँ अनि यो यहाँ होस् यो चाहिँ यहाँ होस् अनि उसले लेखेको कुराहरू चाहिँ अब हुन्छ नि इङ्ग्लिस चाहिँ मलाई अलिक मजाले आउँदैन नि त पढ्न आउँछ अनि सबै चाहिँ क्लियरली म इङ्ग्लिस बुझ्दिनँ क्या इङ्ग्लिसहरू त्यो बुझ्दिनँ कुनै बुझ्छु कुनै बुझ्दिनँ पढ्न चाहिँ पढेको छु थ्याङ्क यू सो मच होइन यस्तो धेरै यहाँ मेरो लागि यति मिहिनेत गरेर लेखेको छु अब यो कसरी हुन्छ यो सबै बुझ्ने कोसिस गर्छु होइन गुनासो चाहिँ नमान्नु म अस्ति 23 गते मेरो बर्थडे थियो आज अनबक्सिङ गर्दैछु अलि नभ्याएर म होइन त्यसको लागि माफी चाहन्छु तर थ्याङ्क यू सो मच फेरि पनि गर्दैछु म यस्तो मेहनत गरेर दुःख गरेर केटाहरूले खोल्दै गरे यस्तो प्याक गरेर दिएको छ यस्तो प्याक गरेर दिएको छ केटाहरूले भ्लग पनि बनाउनु नपाएर बिजी भएर के भएर अरे अझै एउटा रहेछ ब्याट बुट च्यात्न पनि भएन अब साथीहरूले यस्तो माया गरेर दिएको उनीहरूले जति माया गरेर मलाई दिएको छ म पनि त्यति जतन गरेर यसलाई खोल्छु सकेसम्म ल के हो अनि राम के हो यस्तो यो लु अझै एउटा रहेछ अझै एउटा यार ए ढुङ्गा रहेछ देखेँ यार तर अब हेर्नु न देखि त सकेँ होइन चिन्नुहुँदैन बेला यसो अब नसकेपछि के गर्नु त निस्किने भन्दा नि गिफ्ट यस्तो हो यो गिफ्ट हो थ्याङ्क यू यो ढुङ्गा पनि तिमीले खोजेरै दिनु पर्यो होइन यत्तिकै हातमा त आएन होला थ्याङ्क यू पासाङ दोस्त थ्याङ्क यू अब कुन चाहिँ खोलौँ यो दुईवटा मध्ये कुन खोलौँ ल यही खोल्छु ल सुरुमा होइन भ्लग चाहिँ लामो हुन्छ होला त्यस्तै लाग्दैछ मलाई चाहिँ छिटो मिठो बनाउन मन लाग्छ त्यस्तो लामो यसको पनि मैले सिलहरू चाहिँ तोडिसकेको छु सबै अब सुन धेरै छैन कहाँबाट छ कहाँबाट छ ओए यार के पासाङ दोस्त घडी यार थ्याङ्क यू यार थ्याङ्क यू एकदम धेरै खुसी लाग्यो होइन तर अब यसमा चाहिँ के छ है अब एउटा रहेछ लास्टै तै खोल्नुपर्ने हुन्छ यसलाई चाहिँ त्यत्रो टाइम पनि लाग्दैन अनि अरे के हो यो ल केटाहरूलाई बिल्लै गरेर दिएछ र यो चाहिँ बिल्लै गरेर है ल हेर्नु न के छ
भाडा मोल्ने साबुन थिएछ नि त यो के हो यो देखो न गाइज के हो केटा हो पक्कै पनि तिमीहरूले मेरो भिडियो हेरिरहेको छ मलाई थाहा छ के हो यो तर पनि केही छैन ल ठिकै छ खुसी छु अनि अब हुन्छ नि जे होस् शब्दमा मुखले बयान गर्न चाहिँ सक्दिनँ केटा हो तिमीहरूप्रति कति माया छ होइन जे होस् तिमीहरूको माया म देखेर एकदम खुसी छु होइन अनि अहिले त क्लासहरू पढ्न ओर्न जाँदाखेरि पनि पुरै कलेज गए जस्तो फिल हुन्छ मलाई चाहिँ अनि कस्तो भन्नु जे होस् एकदम खुसी छु अनि जे होस् छोटो मिठो समयमा तिमीहरू जस्तो साथी पाइयो होइन साथी त धेरै थिए तर पनि अब हुन्छ नि तिमीहरूको पनि माया चाहिँ लास्टै लाग्छ लास्टै मनमै छ तिमीहरू देख्न मुखले बयान गर्न सक्दिनँ अथा माया छ तिमीहरूको लागि केटा हो अनि जे होस् विशालले चाहिँ यहाँ लेखेको चाहिँ मलाई हुन्छ नि यो इङ्ग्लिस चाहिँ सरी यार इङ्ग्लिस चाहिँ मलाई मजाले आउँदैन र मैले बुझिनँ होइन अनि जे होस् मुटुको टुक्रा ह्याप्पी बर्थडे यस्तो यस्तोवाला मेसेजहरू चाहिँ अब यो लेखेकोहरू चाहिँ पढिहाल्छु अनि वी आर रनिङ अन अ हाइवे अफ फ्रेन्ड्स भनेर भनेको छ यो चाहिँ खुसी छु केही छैन अनि थ्याङ्क यू फर हुन्छ नि अब केही छैन अब उनले दिएको पासाङले दिएको घडी चाहिँ घडी र यो हुन्छ नि यो भेस्ट चाहिँ म पछि टक्क मैले देखाउन त तपाईँहरूलाई देखाइसकेँ टक्क लगाएर पनि ट्राई गरिदिन्छु अहिलेलाई यति नै अनि आजको भ्लग यति नै भेट्नेछु नेक्स्ट भ्लगमा त्यतिन्जेलको लागि लभ यु फ्यामिली टेक केयर जय नेपाल